नमस्कार। नेपालको जेन्जी आन्दोलन अथवा जेन्जी क्रान्तिबारे सबै नेपालीहरूले थाहा पाउनुपर्ने कुरा के हुन् र सबै नेपालीहरूले गर्नुपर्ने कुरा के हुन्, यसबारे केही सुनौँ र यसबारे म केही विश्लेषण दिन चाहन्छु। सर्वप्रथम यो क्रान्ति ऐतिहासिक रूपमा कुन ठाउँमा छ, एउटा कुरा। अर्को कुरा, र यसको उत्तर पनि म अहिले दिइहाल्छु। ऐतिहासिक रूपमा यो धेरै विशिष्ट ठाउँमा छ, नम्बर 1। नम्बर 2, यो क्रान्तिको उपलब्धिहरू के हुन्। अहिले कति धेरै कुरा सुन्नमा आइरहेको छ, यसको त केही उपलब्धि नै भएन भन्ने खालको कुराहरू सुन्नमा आइरहेको छ। तर यो क्रान्तिको उपलब्धि नै छैन भन्ने कुरा होइन, यो क्रान्तिको उपलब्धि धेरै ठुलो छ। त्यो किन छ भन्ने पनि म त्यसमा जान चाहन्छु। र नम्बर 3 मा यो क्रान्तिको घटनाक्रमबारे पनि मैले देखे अनुसार कहाँ के भयो भन्ने कुरामा पनि म जान चाहन्छु। त्यसपछि के यसमा विदेशीको हस्तक्षेप छ त भन्ने कुरा पनि अहिले उठिरहेको छ। यसको उत्तर पनि अहिले नै भन्नुपर्दाखेरि छैन, विदेशीको हस्तक्षेप छैन। यो नेपाली जनताले स्वतस्फूर्त रूपमा गरेको आन्दोलन हो। र 4 नम्बरमा आएर चाहिँ नि अहिले जातीयताको कुरा पनि उठिरहेको छ, जसले देशलाई फुटाउन सक्छ र देशमा अनावश्यक द्वन्द्व ल्याउन सक्छ। त्यसबारे पनि म केही भन्न चाहन्छु। सर्वप्रथम हामीले थाहा पाउनुपर्ने कुरा के हो भन्दाखेरि क्रान्ति भनेको के हो। क्रान्ति भनेको एउटा चलिआएको मान्यता भन्दा पनि बाहिर गएर, हैन, चलिआएको, अझ भन्यो भने चलिआएको मान्यता भन्दा पनि उछिट्टिएर एउटा नयाँ सतहमा गएर नयाँ सतहको विचार ल्याउनु, विचारले राख्ने चेष्टा गर्नु र त्यो विचारलाई कार्यान्वयन गरेर परिवर्तन ल्याउनु र प्राय आकस्मिक परिवर्तन ल्याउनुलाई क्रान्ति भनिन्छ। र त्यो नयाँ सिद्धान्त जुन ल्याइन्छ त्यो पुरानो सिद्धान्तभन्दा विपरीत भए तापनि ल्याउनुलाई पनि त्यो पनि क्रान्ति हो। भन्नाले चलिआएको सिद्धान्तभन्दा विपरीत नै हुनुपर्छ भन्ने छैन, तर त्यो चलिआएको सिद्धान्तभन्दा विपरीत गएर पनि नयाँ सिद्धान्त ल्याइयो भने त्यो क्रान्ति हो। अब हामीहरूले थाहा पाउनुपर्ने कुरा के भन्दाखेरि हामीले अहिले जति पनि अधिकारहरू भोग गरिरहेका छौँ, जस्तै शिक्षा पाउने अधिकार अथवा स्वतन्त्र मान्यता राख्नु पाउने अधिकार, स्वतन्त्र अभिव्यक्ति दिन पाउने अधिकार, अथवा जहाँ पनि जान पाउने, जहाँ पनि भ्रमण गर्न पाउने अधिकार, अथवा भोट दिन पाउने अधिकार, यी आदि इत्यादि अधिकारहरू यो हामीले त्यसै पाएका कुराहरू होइनन्। र यो कुराहरूको लागि कोही न कोहीले इतिहासमा लड्नु परेको थियो, केही न केही कुरा त्याग गर्नु परेको थियो, केही न केही कुराको बलिदान दिनु परेको थियो, हैन। कि त नेपालकै व्यक्तिहरूले दिनु परेको थियो, कि त विश्वमा कोही व्यक्तिहरूले दिनु परेको थियो। र उनीहरूले ल्याएको परिवर्तन स्थापित भएपछि त्यो परिवर्तन एउटा आदर्श बन्यो र सबैतिर फैलियो, हैन। भनेपछि हामी एक प्रकारले आएका अथवा पहिलाका पुस्ताहरूसँग एक प्रकारले हाम्रो अधिकारको लागि ऋणी छौँ। र यो ऋण तिर्ने एकमात्र उपाय के हो भने हामीले पाएका अधिकारहरूलाई सुरक्षित राखेर र सके अधिकारलाई बढाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु चाहिँ हाम्रो कर्तव्य एक प्रकारको हो। र अब विश्वमा धेरै क्रान्तिहरू त आए, तर यी क्रान्तिहरूमध्ये पनि 2टा क्रान्ति चाहिँ नि ठुलो क्रान्ति भनेर मानिन्छ। अरू पनि छन्, अर्को एउटा दुईटा छन्, तर मैले भन्न गइरहेको 2टा क्रान्ति चाहिँ नि ठुलो मानिन्छ। एउटा चाहिँ फ्रान्सेली क्रान्ति हो र अर्को चाहिँ अमेरिकी क्रान्ति। र यो 2टा क्रान्तिहरूलाई चाहिँ किन ठुलो मानिन्छ भन्दाखेरि यिनीहरूको प्रभाव विश्वव्यापी रूपमा जहाँ पनि फैलियो र अहिले सबैभन्दा प्रबल प्रभाव नै यी 2टा क्रान्तिहरूको छ। र नेपालमा पनि जे यो अवधारणाहरू छन्, जे मान्यताहरू छन्, त्यसलाई पछाडि हेर्दै जाने हो भने यसको मूल चाहिँ नि फ्रान्सेली क्रान्ति अथवा अमेरिका क्रान्तिमा पाइन्छ, है त। अब यिनीहरूको निष्कर्ष चाहिँ के थियो त? यो क्रान्तिहरू घट्यो, अब इतिहासमा त मैले जान्न किनभने समय छैन मसँग, तर यो क्रान्तिहरू घटेर यिनीहरूको निष्कर्ष चाहिँ के हो, हैन। सर्वप्रथम सबै व्यक्तिहरूको मौलिक अधिकार हुनुपर्दछ र यी अधिकारहरू पनि सबैको समान हुनुपर्छ अथवा उत्तिकै हुनुपर्छ। कुनै पनि कोही व्यक्ति विशेषको अधिकार कोही व्यक्ति विशेष भन्दा माथि तल भन्ने हुँदैन। यसलाई चाहिँ नि
समान मानव अधिकारको अवधारणा भनिन्छ होइन, अथवा भनौँ इङ्ग्लिसमा भन्यो भने ह्युमन राइट्स भन्ने भनिन्छ नि, इक्वल ह्युमन राइट्सको कुरा यहाँ आउँछ। दोस्रो नम्बरमा विशेष गरी अमेरिकी क्रान्तिले चाहिँ के भन्छ भन्दाखेरि एउटा व्यक्तिलाई चाहिँ सकेसम्म स्वतन्त्रता दिनुपर्छ भन्ने एउटा मान्यता अमेरिकी क्रान्तिबाट निक्ल्यो। अमेरिकी क्रान्तिमा निक्लेको त होइन, अमेरिकी क्रान्तिमा स्थापित भयो भनौँ न। अरू त्यो 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 विचार निकाल्ने त अरू व्यक्तिहरू थियो, अरू लेखकहरू थियो, तर त्यो स्थापित भएको एउटा ठुलो ठाउँ भनेको अमेरिकी क्रान्तिमा थियो। र यसलाई चाहिँ नि स्वतन्त्रताको अवधारणा भनौँ अथवा फ्रिडम भन्ने कुरा जुन आउँछ त्यो भयो। तेस्रो नम्बरमा अब यी अधिकारहरू भएर मात्र त भएन, यिनीहरूलाई त सुनिश्चित गर्नु पर्यो। र सुनिश्चित गर्ने चाहिँ नि सबैभन्दा राम्रो उपाय चाहिँ के हो भन्दाखेरि, र यो क्रान्तिहरूले पनि मान्ने कुरा चाहिँ के भन्दाखेरि सबैजनाको सहमतिमा नियमहरू बन्नुपर्छ र यो नियमहरू लिखित हुनुपर्छ, अनि त्यही अनुसार नै देश सञ्चालन हुनुपर्छ होइन। त्यस्तो खालको विचार आयो र त्यो लिखित पत्र चाहिँ के हो, संविधान हो। र कुनै व्यक्ति विशेषले हाम्रो अधिकार सुनिश्चित गर्ने होइन कि नियमहरूले सुनिश्चित गर्ने हो, त्यही भएर कानुनको शासन भन्ने त्यो विचारधारा पनि त्यति बेला आयो। अथवा यसलाई भनौँ न रुल अफ ल भन्ने कुरा अथवा कन्स्टिट्युसन भन्ने कुराहरू यहाँ आए होइन। अब सम्झौता चाहिँ कसरी जुटाउने त भन्ने प्रश्न उठ्छ। सम्झौता चाहिँ कसरी जुटाउने भन्दाखेरि अहिलेसम्म यो क्रान्तिहरूको मान्यता चाहिँ के छ भन्दाखेरि प्रजातान्त्रिक पद्धतिद्वारा अथवा भोट दिएर प्रतिनिधि छानेर माथि लाने भन्ने कुरा, अनि प्रतिनिधिहरूले चाहिँ नि सम्झौता गरेर नियमहरू बनाउने अनि त्यसलाई लागू गर्ने भन्ने कुरा छ। यो चाहिँ नि यसलाई डेमोक्रेटिक प्रोसेस भनिन्छ होइन। अब यी विचारधाराहरूलाई विशेष गरी पश्चिमी राष्ट्रहरूले राजनैतिक सिद्धान्तको नै सर्वश्रेष्ठ विचारधारा अथवा सर्वाधुनिक विचारधारा, योभन्दा राम्रो त कुनै विचारधारा नै छैन भन्ने प्रकारले भनिरहेका हुन्छन्। यो सर्वशीर्ष विचारधारा भनिन्छ, अथवा अङ्ग्रेजीमा भन्यो भने यसलाई स्टेट अफ द आर्ट टेक्नोलोजी भने जस्तै त्यस्तो मान्ने गर्दछन्। र उनीहरू के पनि भन्दछन् भन्दाखेरि उनीहरूको देशमा विकास किन आयो भन्दाखेरि उनीहरूले लोकतान्त्रिक पद्धति र प्रणालीलाई मानेको कारणले नै आयो भन्ने दाबी पनि गरिरहेका हुन्छन्। र उनीहरू के पनि भन्छन् भन्दाखेरि लोकतान्त्रिक सिद्धान्त मान्ने भएको भएर होइन, उनीहरू चाहिँ आफूलाई एउटा वरिष्ठ वर्गको समाज भन्ठान्छन् र अरूलाई पनि तिमीहरूले यस्तै गर्नुपर्छ भन्दै हिँड्छन् र अरू देशहरूमा हस्तक्षेप पनि गर्छन्। त्यसैले नेपालले EU, अमेरिका, बेलायत र यिनीहरूसँग संलग्नित संस्थानहरूबाट पटक नेपालमा मानव अधिकार भएन, नेपालमा प्रेस स्वतन्त्रता भएन, नेपालमा लोकतान्त्रिक पद्धति अनुसार यो भएन त्यो भएन भनेर लेक्चर सुनिरहनु पर्ने कारण पनि यही हो। र हामीहरू प्रायः जसो EUबाट मानव अधिकार अथवा ह्युमन राइट्स भनेर सुनिरहेको हुन्छौँ होइन, अथवा अमेरिकाबाट चाहिँ नि स्वतन्त्रता र लोकतन्त्र, फ्रिडम एन्ड डेमोक्रेसी भनेर सुनिरहन्छौँ होइन। र यिनीहरूले यो भट्टाइरहने कारण पनि यही हो, के भन्दाखेरि उनीहरू चाहिँ आफूलाई एउटा लोकतान्त्रिक समाज भनेर भन्ठान्छन् र उनीहरू जतिको विशिष्ट कोही पनि छैन भन्ने एउटा मान्यता छ। र त्यो मान्यता चाहिँ नि जानी सोचेर पनि हुनसक्छ र प्रायः चाहिँ नि भित्री मनको एउटा पछाडि लुकेको खालको विचारधारा हुन्छ। अब यहाँ उठाउनु पर्ने प्रश्न के हो भन्दाखेरि, नम्बर 1, के लोकतन्त्रले विकास ल्याउँछ? नम्बर 1। नम्बर 2, के यो पश्चिमी राष्ट्रहरू लोकतन्त्रका कारणले विकसित भएका हुन्? र 3 नम्बरमा, के लोकतन्त्र एउटा पर्फेक्ट व्यवस्था हो? एउटा तीनटा प्रश्न यहाँ उठ्छ र यो तीनटै प्रश्नको उत्तर होइन। लोकतन्त्रले विकास ल्याउँदैन, पश्चिमी राष्ट्रहरूको विकास पनि लोकतन्त्रको कारणले भएको होइन, र लोकतन्त्र भनेको एउटा पर्फेक्ट सिस्टम होइन। अब यो तीनटै प्रश्नको उत्तर होइन भन्ने कुरा
जेनजी पुस्ताले पनि बुझेको पाइन्छ। त्यसमाथि पनि यो पुस्ताले के चेष्टा राख्यो भने एउटा नयाँ सोच, क्रान्तिकारी सोच राख्नु भन्ने कुरा नै ठुलो हो, मैले अघि पनि भनिसकेँ होइन। तर त्यो सोच यो पुस्ताले राख्यो, जेनजी पुस्ताले राख्यो र उनीहरूको चाहिँ विचार के थियो भन्दाखेरि यदि लोकतन्त्रले देशलाई अल्मलाई मात्र रह्यो भने, लोकतन्त्र, संविधान आदि इत्यादिका कमी कमजोरीका कारण देशमा अत्याचार र भ्रष्टाचार मात्र फैलिँदै गयो भने, युवा पुस्ताको स्वतन्त्रता र फस्टाउन पाउने अधिकार मासिँदै मात्र गयो भने त्यस्तो व्यवस्थाको विरोध गर्नु नै न्याय हो र त्यो चाहिँ लोकतान्त्रिक पद्धति विरुद्ध गएर नै किन नहोस् होइन। यो सोच राख्यो जेनजी पुस्ताले, यो सोच राख्यो र विरोध गर्यो र उपलब्धिहरू पनि ल्यायो। उपलब्धिको बारेमा पछि बिस्तारै यिनीहरू नै ठुलो उपलब्धि हो, सोच राखेर परिवर्तन ल्याउनु नै ठुलो उपलब्धि हो र म अरू पनि भन्दै जान्छु। यसरी लोकतन्त्र पनि एउटा तानाशाही शासन हुनसक्छ है भनेर जेनजी पुस्ताले चिनेर र त्यसमाथि काम गरेर जुन क्रान्ति ल्यायो, यसले देशलाई राजनैतिक रूपमा मात्र भन्ने हो भने 20 वर्ष अगाडि लगिदिएको छ। नेपाल अहिले अरू पनि लोकतान्त्रिक देशहरू जसलाई लोकतन्त्रका अगुवा देशहरू मानिन्छ, जस्तै विशेष गरी यहाँ चाहिँ 4वटा देशहरू मानौँ होइन। एउटा भारत भयो, अमेरिका, बेलायत र फ्रान्स भनौँ। फ्रान्स अथवा EU भनेकै एउटा फ्रान्सेली व्यवस्थामा चलेको कुरा हो, फ्रान्सेली विचारधाराको आधारमा चलेको एउटा सङ्गठन हो र यिनीहरू सबैभन्दा अहिले नेपालले जुन परीक्षण गर्यो त्यसले नेपाललाई 20 वर्ष अगाडि ल्याइदिएको छ र नेपाल अहिले एउटा यो ऐतिहासिक उपलब्धि नेपालले ल्याएको छ। र किन भन्दाखेरि लोकतन्त्र भन्दा पनि अरू व्यवस्थाहरू राम्रो हुन सक्छ है भनेर यो देशहरूले सोच्दै नसोच्न सकेको बेलामा नेपालका जेनजी पुस्ताहरू र अरू जनताले पनि होइन लोकतन्त्र भने चाहिँ के हो भन्ने अहिले प्रश्न उठाइरहेका छन् होइन। त्यो भने भयानक क्रान्तिकारी कुरा भनेपछि लोकतन्त्र नराम्रो र अरू नै कुनै व्यवस्था राम्रो हो त भन्ने यहाँ प्रश्न उठ्छ र त्यसको उत्तर के हो भने हो, लोकतन्त्रका कमी कमजोरीहरू छन्, तर लोकतन्त्रले गर्दाखेरि नेपाल अविकसित भएको पनि होइन, अनि लोकतन्त्रको जुन प्रकारले अभ्यास गरिनुपर्ने थियो त्यो नगरेको भएर पनि देश बिग्रेको हो भन्ने कुरा हामीले बुझ्नु पर्यो। र जेनजी पुस्ताले पनि यो कुरालाई बुझेको छ भन्ने देखिन्छ र जेनजी पुस्ताले लोकतन्त्रका कमी कमजोरीहरूलाई कसरी घटाउन सकिन्छ र लोकतन्त्रको अभ्यास कसरी राम्रो अभ्यास कसरी सुनिश्चित गर्न सकिन्छन् भनेर उनीहरूले चिन्तन गरेको देख्न पाइन्छ र यो चिन्तन चाहिँ नि उनीहरूले राखेको मागमा झल्किन्छ र मेरो विचारमा पनि यिनीहरू नै समाधान हुन्। र त्यसैले अब जेनजी पुस्ताले मागेका मागहरू के हुन् त? अब धेरै मागहरू छन्, तर त्यसमा पनि मैले सुनिआएको र यो सुनिआएका मागहरूमा चाहिँ नम्बर 1मा सबैभन्दा महत्त्वपूर्ण कुरा के भन्दाखेरि देशको कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष निर्वाचित हुनुपर्छ। यदि हामीले हाम्रो प्रतिनिधि प्रत्यक्ष रूपमा छान्न सक्छौँ भने अहिलेको जस्तो एउटा दलाले व्यवस्था किन चाहियो? संसदले प्रधानमन्त्री छान्ने भन्ने चलन कहाँबाट आयो भन्दाखेरि बेलायतबाट आयो, भारतबाट आयो र हामीले त्यही चलनलाई नक्कल गरेका हौँ होइन। अब उनीहरूको सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिमा त्यो एउटा सुहाउँदो व्यवस्था थियो होला, तर के हामीलाई सुहाउने प्रकारको व्यवस्था ल्याउनु पर्दैन र? नम्बर 1। नम्बर 2 चाहिँ नि विदेशी प्रणाली पद्धति मान्यताहरूलाई भित्राउनु भनेको पनि एक प्रकारको विदेशी हस्तक्षेप होइन र भन्ने कुरा पनि हामीले सोच्नु पर्यो। नम्बर 1। दोस्रो नम्बरमा के छ भन्दाखेरि देशमा यो प्रदेश व्यवस्था जुन छ अथवा सङ्घीय व्यवस्था जुन छ
यसलाई खारेज गरिनुपर्छ भन्ने माग आएको छ र यो पनि राम्रो छ। किन भन्दाखेरि देशलाई यसरी प्रदेशमा छुट्याउनुको कारणले जातीयताको नाममा खण्डन गरेर यसले एउटा अन्तर्जातीय सम्बन्धलाई नराम्रो बनाएको छ हैन। अब एउटा जातिले यो प्रदेश पाउने भन्ने बित्तिकै अर्को जातिले मैले चाहिँ के पाउने त भन्ने प्रकारको एउटा सङ्कटमा पर्ने र लुच्छातानीमा लाग्नुपर्ने अथवा एकअर्कासँग झगडा गर्नुपर्ने स्थिति त्यति आएन, तर त्यो स्थिति रहिरहेको छ हैन। जुन पहिला जुन यो सङ्घीय व्यवस्था ल्याउने भन्ने कुरा चलेको थियो, त्यति बेलामा चाहिँ नि जातीयताको नाममा देश छुट्टिने भयो भन्ने प्रकारको एउटा विचार थियो। त्यो विचार आउन त आएन, तर त्यो अहिले अझै पनि रहिरहेको छ हैन। त्यही भएर यो एउटा कारण प्रदेश हुन हुँदैन भन्ने एउटा कारण त्यो भयो। दोस्रो कारण चाहिँ के भन्दाखेरि यो प्रदेश सरकार ल्याएर के भयो भन्दाखेरि पदहरूको सङ्ख्या बढ्यो। पदहरूको सङ्ख्या बढेपछि भ्रष्टाचार हुने सम्भावना बढ्यो हैन। जसरी अब एउटा दुध पोख्यो भने झिङ्गा आउँछ भने त्यो दुधै हटाइदियो भने त झिङ्गा आउँदैन नि। त्यस्तै गरी भ्रष्टाचार हुने सम्भावनाहरूलाई नै हटाइयो भने त भ्रष्टाचार पनि कम हुन्छ। र तेस्रो नम्बरमा यो नेपाल जस्तो एउटा दरिद्र देश, अहिलेसम्म हामी दरिद्र नै छौँ, लाई यस्तो ठुलो संरचना ठडाउने हामीसँग पैसा पनि छैन। त्यो कुरालाई पनि विचार गर्नुपर्ने छ। र अब तेस्रो नम्बरमा जेनजी पुस्ताको माग के छ भन्दाखेरि न्यायाधीश होस् अथवा अरू कुनै कर्मचारी यताउता होस् जसले चाहिँ नि स्वतन्त्र रूपमा काम गर्नुपर्ने हुन्छ, त्यसमा ती व्यक्तिहरूको छनौट चाहिँ राजनैतिक नहोस् र एउटा सबैजनाले मान्ने आधारमा होस् र उनीहरूको क्षमता अनुसार होस्। भनौँ न न्यायाधीशहरू चाहिँ कसरी छान्ने, कर्मचारीहरू कसरी छान्ने भन्ने कुरामा, र यो छान्ने कुरा चाहिँ कसरी हुनुपर्छ भन्ने विषयमा चाहिँ जेनजी पुस्ताको एउटा सुझाव चाहिँ के छ भन्दाखेरि परीक्षा दिने र जसले परीक्षामा राम्रो अङ्क ल्याउँछ, जसले परीक्षामा राम्रो प्रदर्शन गर्छ, उसले चाहिँ नि त्यो स्थान पाउनुपर्ने भन्ने एउटा व्यवस्था ल्याउनुपर्छ भन्ने जेनजी पुस्ताको माग आएको छ। त्यो पनि एउटा स्वागत योग्य माग हो। र जेनजी पुस्ताको अर्को एउटा ठुलो एउटा क्रान्तिकारी सोच के छ भन्दाखेरि जुन यो मन्त्री परिषद बनाइन्छ त्यो चाहिँ नि जथाभावी जसलाई पनि जुन पनि मन्त्रालय दिनुभन्दा पनि कुनै मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयहरूमा जो एउटा विज्ञ छ र त्यो विज्ञलाई नै मन्त्री बनाइनुपर्छ भन्ने एउटा जेनजी पुस्ताको एउटा माग आएको छ। त्यो भनेको भयानक क्रान्तिकारी हो। किन भन्दाखेरि जेनजी पुस्ताले यो माग ल्याएर के देखाएको छ भन्दाखेरि उनीहरू चाहिँ एउटा विज्ञ शासन चाहन्छन् हैन। विज्ञ शासन भनेको अङ्ग्रेजीमा भन्दाखेरि यसलाई टेक्नोक्रेसी भनिन्छ अथवा प्रविधिको शासन अथवा विज्ञहरूको शासन भनौँ न। र यो शासन चाहिँ नि भविष्यमा चाहिने कुरा हो। अहिले जति पनि प्रजातान्त्रिक अथवा लोकतान्त्रिक देशहरू छन् तिनीहरूमा पनि यस्तो खालको व्यवस्था छैन। चीनमा छ, अरू ठाउँमा छ, तर तिनीहरूमा पनि यस्तो खालको व्यवस्था छैन। र नेपालले त्यसलाई ल्याउन खोज्नु भनेको उनीहरूलाई पनि हामीले चाहिँ नि उनीहरूलाई पनि उछिटेर एउटा नयाँ दिशातिर गइरहेका छौँ भन्ने सङ्केत दिएको छ नेपालले अथवा विशेष गरी जेनजी पुस्ताले। र यो एकदमै गौरव गर्नुपर्ने विषय छ। अब अहिलेसम्म मैले अलिअलि यो जेनजी क्रान्तिको ऐतिहासिक पृष्ठभूमि दिए, इतिहासमा यो कुन ठाउँमा छ भनेर बुझाए। र हामीले अहिलेसम्म अब यसको उपलब्धि के हो भन्ने कुरामा अब यसको उपलब्धि दुई प्रकारका छन् हैन। एउटा चाहिँ सैद्धान्तिक उपलब्धि, अर्को चाहिँ नि वास्तविक रूपमा के भयो भन्ने कुराको उपलब्धि होइन। यो दुईवटा कुरा छुट्याउन चाहन्छु म। नम्बर 1 अब सैद्धान्तिक उपलब्धि के हो भन्दाखेरि मेन मूल कुरा थाहा पाउनुपर्ने कुरा हामीले के हो भने नेपाली जनताले चाहिँ के कुरा चिन्यो भन्दाखेरि लोकतन्त्र भन्दा पनि
आधुनिक एउटा व्यवस्था ल्याउनुपर्छ है भन्ने कुरा चाहिँ नि नेपाली जनता यो कुरामा सचेत भएको छ। र अहिले जति पनि लोकतान्त्रिक देशहरू देख्छौँ हामी, युरोप 4वटा भनौँ, युरोपियन युनियन, भारत, बेलायत, अमेरिका, यिनीहरू चाहिँ नि केही न केही प्रकारले एउटा लोकतान्त्रिक सङ्कटकालमा छन्। यिनीहरू नै सङ्कटकालमा छन् र यिनीहरूले यो सङ्कट कसरी आयो भन्ने कुरा यिनीहरूले नै नचिनेको बेलामा नेपालले यस्तो कुरालाई चिनेर चाहिँ नि अगाडि जान खोजिरहेको एउटा जुन भावना देखाइरहेको छ त्यो नै ठुलो कुरा हो। भनेपछि मूल कुरा के भन्दाखेरि फेरि पनि भन्दाखेरि लोकतन्त्र भन्दा पनि आधुनिक व्यवस्था खोज्ने चेष्टा गरेको छ, त्यो मूल सन्देश भयो, त्यो मेन उपलब्धि भयो होइन सैद्धान्तिक रूपमा। अब वास्तविक उपलब्धि के भयो? अब अहिले धेरैजनाले भनिरहेछन् भन्दाखेरि त्यत्रो मान्छेको ज्यान गयो, यताउता भयो, तर वास्तवमा त केही पनि भएन, त्यही चुनाव आउने भयो, त्यही यताउता आउने भयो भन्ने प्रकारको कुरा गरिरहेका छन्। तर भौतिक रूपमा पनि धेरै उपलब्धिहरू भइसकेको छ। अब नम्बर 1 त एउटा जुन व्यक्तिले शासन गरिरहेको थियो देशमा र त्यो पार्टी मात्र नभइकन अरू पनि 2टा ठुला पार्टीहरू थिए र सबै मिलाएर 3टा पार्टीहरूले जुन देशलाई अहिलेसम्म 30औं वर्षदेखि चलाइरहेका 40औं वर्षदेखि चलाइरहेका थिए, उनीहरू त शासनबाट हटे र यो नयाँ शासन जुन यो नयाँ सरकार आयो त्यो 6 महिनाकै लागि मात्र चल्यो भने पनि यो सरकारले 6 महिनामा त धेरै कुराहरू राम्रोहरू गर्छन् हैन। त्यति मात्रको लागि पनि यो त ठुलो एउटा कुरा उपलब्धि भयो, नम्बर 1 कुरा। अब नम्बर 2 कुरा चाहिँ के भन्दाखेरि जो मान्छे मन्त्री परिषदमा आएका छन् अहिलेसम्म, महावीर पुन, कुलमान घिसिङ, यो 2टालाई त मैले नै चिनेको भन्नाले उहाँको प्रतिष्ठित व्यक्तिहरू हुन् र उहाँको कार्य सबैजनालाई थाहा छँदैछ र उहाँ जस्तो नेता पाउनु भनेको त यो देशको लागि सौभाग्यको कुरा हो। र अरू पनि मन्त्रीहरू राम्रा छन् भन्ने सुनेको छु, मैले प्रत्यक्ष रूपमा त मूल्याङ्कन गर्न सक्दिनँ, तर जुन प्रकारको अहिले मन्त्री परिषद बनेको छ त्यो हामीले पाउनु भनेकै एउटा ठुलो उपलब्धि हो हैन। अब अरू देशहरूमा पनि यस्तो हुन सक्दैन। जस्तो महावीर पुनकै एउटा उदाहरण लिउँ, महावीर पुन जस्तो एउटा प्रतिष्ठित एउटा देशको व्यक्ति, त्यत्तिकै प्रतिष्ठित व्यक्ति कोही अमेरिकामा छ भने उसले सितिमिति मन्त्री पद पाउँदैन। किन भन्दाखेरि अमेरिकामा पनि यो व्यवस्था हुन्छ, त्यो व्यवस्था हुन्छ, योसँग झेल्नुपर्ने, त्योसँग झेल्नुपर्ने भन्ने हुन्छ हैन। त्यस्तो स्थितिमा पनि हामी त्यस्तो प्रकारका मन्त्रीहरू छानी पाएका हौँ। जस्तो यदि आजभन्दा 4-5 महिना अगाडि अथवा 1 वर्ष 6 महिनै अगाडि कोही नेपालीलाई सोधिएको थियो भने हैन, तपाईँ चाहिँ देशको प्रधानमन्त्री हुनुहुन्छ र तपाईँ यो मन्त्रालयमा को चाहनुहुन्छ, यो मन्त्रालयमा को चाहनुहुन्छ भनेर छनौट गर्न दिएको भए यो मन्त्रालयमा, यो ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ, शिक्षा मन्त्रालयमा महावीर पुन, अनि सञ्चार मन्त्रालयमा त्यो खरेल भनेर जुन नेपालीहरूले एउटा छान्थे होलान् हैन, त्यही हामीले पाएका छौँ हैन। त्यो भनेको एउटा ठुलो उपलब्धि भयो, नम्बर 1 हैन। नम्बर 2, देशमा जति पनि भ्रष्टाचारीहरू थिए तिनीहरूले केही न केही रूपमा दण्ड पाए हैन। कि अझ पूर्ण रूपमा पाए नपाए भन्ने आफ्नो ठाउँमा छ, र जति पाउनु पर्थ्यो त्यति नै पाए कि पाएनन् भन्ने पनि एउटा ठाउँमा छ, तर केही न केही रूपमा चाहिँ दण्ड पाए। देशका 3टा शीर्ष नेताहरूको भाग्नुपर्ने स्थिति आयो, उनीहरूको घर जल्यो। जुन प्रकारको हामीले एउटा अथवा जेन्जी पुस्ता अथवा पूर्ण नेपाली जनताले उनीहरूमाथि एउटा दण्ड दिए, त्यो दण्ड अरू देशहरूले दिन सकेका छैनन्। जस्तै अरू देशमा पनि भ्रष्टाचार हुन्छ, जुन पनि देशमा भ्रष्टाचार हुन्छ उनीहरूले आफ्नो सम्पत्ति कता लुकाएका हुन्छन् र उनीहरू लुकेर बसिरहेका हुन्छन्, उनीहरूलाई न्याय दिन सकिएको हुँदैन। तर नेपाली जनताले जुन गर्यो, जस्ता नेताहरूलाई त्यो दण्ड दियो, त्यो त गौरवको विषय हो, नम्बर 1। र नम्बर 2 भनेको त्यो इतिहासमै भएको छैन यस्तो कुरा। यो कुरा इतिहासमै नभएको कुरा, जेन्जी पुस्ताले सुरु गरेको कुरालाई जसलाई नेपाली जनताले साथ दिए, त्यो इतिहासमै नभएको कुरा नेपालले गरेर देखाएको छ। त्यो एकदमै गौरव गर्नुपर्ने कुरा हो र यो कुरामा अल्मलिन हुँदैन, एउटा कुरा थियो। अर्को कुरा, देशमा जुन एउटा शासन प्रणाली थियो त्यसलाई यसरी दण्ड दिन सक्नु अथवा त्यसलाई यसरी
फालिदिन सक्नु भनेको चान्चुने कुरा होइन। किन भन्दाखेरि हामीले एउटा कुरा थाहा पाउनुपर्ने कुरा के भन्दाखेरि कुनै पनि एउटा तानाशाही व्यवस्था हुन्छ त्यो दुई प्रकारको हुन्छ। एउटा चाहिँ नि डिक्टेटरको हुन्छ, एउटा डिक्टेटरको दमन हुन्छ। अर्को भनेको एउटा समूहको दमन हुन्छ होइन। अब डिक्टेटर भने त बुझिहाल्यौँ सबैजनाले। अब समूह भनेको चाहिँ नि समूहले कुनै एउटा समूहले राज गरिरहेको छ भने त्यसलाई अङ्ग्रेजीमा ओलिगार्की भनिन्छ होइन। ओलिगार्की भनेको चाहिँ एउटा समूहले राज गर्नु। अब त्यो समूहले राज गर्यो, ओलिगार्की छ भन्दैमा सबै कुरा नराम्रो भन्ने हुँदैन, तर राम्रो प्रकारको ओलिगार्की हुन्छ, नराम्रो प्रकारको ओलिगार्की हुन्छ। तर थाहा पाउनुपर्ने कुरा के हो भने यदि एउटा ओलिगार्कीले एउटा देशमाथि राज गरिरहेको छ भने र त्यो ओलिगार्कीले देशलाई लुटी मात्र रहेको छ, कतै पनि लगेको छैन, देश विकास हुन सकेको छैन भने त्यस्तो स्थितिमा एउटा जनताले त्यो ओलिगार्कीलाई हटाउन सक्दैन। एकदमै गाह्रो कुरा हो त्यो कुरा। किन भन्दाखेरि ओलिगार्की भनेको एउटा फैलिएको सत्ता हो। एउटा जसरी नेपाली जनताले राजालाई हटाए त्यो हटाउन एकदमै सहज कुरा थियो वास्तवमा भन्ने हो भने। किन भन्दाखेरि राजा भनेको एउटा व्यक्ति थियो, एउटा व्यक्तिलाई हटाउनु भनेको सहज कुरा हो। यो ज्ञानेन्द्रले यो गर्यो त्यो गर्यो भनिदियो, गरे पनि नगरे पनि हल्ला फैलाइदियो, अनि त्यसपछि ताकी संरचनाहरूमा आक्रमण गरेर त्यो मान्छेलाई ढाल्नु भनेको कुरा सहज कुरा हो। एउटा डिक्टेटरलाई एउटा व्यक्ति विशेषलाई ढाल्नु भनेको कुरा सहज कुरा हो। तर यदि कसैमाथि एउटा व्यक्तिहरूको समूहले राज गरिरहेको छ भने त्यसलाई हटाउन गाह्रो हुन्छ। किन भन्दाखेरि एउटा व्यक्तिलाई हटाउँ अर्कोले मुन्टो उचाल्छ, त्यसलाई हटाउँ अर्कोले मुन्टो उचाल्छ। त्यही भएर सबैलाई झ्याप्पै समातेर फाल्नुपर्ने हुन्छ। जुन नेपाली जनताले गर्यो, उनीहरू पूर्ण रूपमा गइसकेका छैनन्, तर पनि जुन प्रकारको एउटा क्षति पुर्याएको छ नेपाली जनताले त्यो भयानक ऐतिहासिक हो। र यो जेन्जी क्रान्तिको सबैभन्दा ठुलो उपलब्धि मध्ये यो हो। अर्को थाहा पाउनुपर्ने कुरा के भन्दाखेरि जुन बेलामा चाहिँ नि यो घटनाक्रमहरू भए, त्यो घटनाक्रम संक्षेपमा भन्दाखेरि के भयो र त्यसपछि उठेका एक दुईवटा प्रश्न जुन चाहिँ नि सान्दर्भिक छन् त्यसबारे पनि केही छलफल गर्नुपर्ने हुन्छ। नम्बर 1 मा चाहिँ यो घटनाक्रम चाहिँ किन भयो भन्दाखेरि एउटा नयाँ नियम आयो, एउटा सरकारले एउटा नयाँ नियम ल्यायो। त्यस विरुद्ध चाहिँ जेन्जी पुस्ताले प्रदर्शन गर्ने भन्ने भन्यो होइन। सुरुमा त प्रदर्शन गर्ने के भनेर प्रदर्शन गर्ने भन्दाखेरि भ्रष्टाचार विरुद्ध र यो सामाजिक सञ्जालको निषेध विरुद्ध चाहिँ प्रदर्शन गर्ने भन्ने भयो। त्यति बेला आन्दोलन गर्ने भन्ने कुरा थिएन। मैले त्यति यो हेरेको छैन, यो डिटेलमा हेरेको छैन यो कुरालाई। तर जेन्जी पुस्ताको चाहिँ प्रदर्शन गर्ने भन्ने कुरा थियो र उनीहरूले चाहिँ पहिलो पाइला चाल्न चाहन्थे। किनभने कुनै पनि एउटा परिवर्तन ल्याउनुको लागि पहिलो पाइला के भन्दाखेरि प्रदर्शन गर्नुको अर्थ के भन्दाखेरि हाम्रो विचारधारा चाहिँ के हो भनेर देखाउनु र यो विचारधारा राख्ने पनि मान्छेहरू छन् है भनेर कसैलाई देखाउनु हो। र त्यो देखेपछि अरू मान्छेहरूले पनि यस्तो विचारधारा त मैले पनि राखिरहेको छु, यो त अन्याय भइरहेको रहेछ भन्ने कुरा देख्न पाउँछन्। र दुईजना विभिन्न व्यक्तिहरू चाहिँ एकजुट भएर त्यसमा परिवर्तन ल्याउने पहिलो पाइला भनेको प्रदर्शन गर्नु हो होइन। पहिले सुरुमा चाहिँ जेन्जी पुस्ताको चाहिँ प्रदर्शन गर्ने भन्ने योजना थियो। अब त्यो योजनाको क्रममा जे घटनाहरू घटे त्यो हामीलाई सबै थाहा छ होइन। अनि त्यो पनि एउटा ऐतिहासिकै घटना थियो। किन भन्दाखेरि कुनै पनि देशमा एउटा प्रदर्शनको विरुद्धमा पहिलो दिन अथवा दोस्रो दिनमै गोली हान्ने भन्ने हुँदैन होइन। त्यो ऐतिहासिक रूपमा त्यहाँ के भयो कस्तो भयो त्यो आफ्नो ठाउँमा छ। जब प्रधानमन्त्रीले राजीनामा दिएर एउटा सरकारविहीन स्थिति सिर्जना भयो र त्यसमा नेपाली सेनाले प्रवेश लिनु पर्यो र नेपाली सेनाले हामीलाई सबैजनालाई थाहा छ नेपाली सेना भनेको एउटा कुनै न कुनै रूपमा 200 वर्ष 250 वर्ष अगाडिदेखिको एउटा स्वतन्त्र एउटा संस्था हो। नेपालको एउटा सबै नेपालीले गौरव गर्नुपर्ने एउटा संस्था हो होइन। र त्यो संस्थाको जुन एउटा चरित्र छ त्यो चरित्रसँग मिल्दो रूपमा आर्मीले एउटा मर्यादामा बसेर
जुन प्रकारको एउटा नेतृत्व देखायो त्यो अत्यन्त आदरणीय छ र अत्यन्त सबै नेपालीले गौरव गर्नुपर्ने कुरा हो। र जुन प्रकारको त्यो एउटा नेतृत्व देखायो त्यो विश्वको सर्वश्रेष्ठ सेना जुन हुन्छ, जुन पनि जुनसुकै देश हो तिनीहरूले जस्तो प्रकारको देखाउँथ्यो, जुन एउटा प्रोफेसनल टप लेभल प्रोफेसनल सेनाले जस्तो प्रकारको नेतृत्व देखाउनु पर्थ्यो त्यो जत्तिकै अथवा त्योभन्दा पनि अझ माथिको एउटा नेतृत्व चाहिँ नेपाली सेनाले देखायो र देशलाई जोगायो। त्यो एउटा कुरा। र यो सरकारविहीन स्थितिमा चाहिँ अब केही न केही समाधानमा त आउनु पर्यो, केही न केही समाधानमा त आउनुपर्ने भन्ने स्थितिमा चाहिँ आर्मीले चाहिँ के गर्यो, आर्मीले चाहिँ एउटा के गर्यो भन्दाखेरि अब केही न केही वार्ता भएको पनि देखाउनु पर्यो जनतालाई होइन। केही न केही यो भयो, यस्तो भयो, अनि यस्तो भयो भन्ने प्रकारको सबै त्यहाँ एउटा मिलाउनु पर्ने स्थिति थियो आर्मीलाई। त्यसपछि चाहिँ के भयो भन्दाखेरि अब जेनजीका नेताहरू त को हुने, जेनजीलाई नेतृत्व गर्ने को हो त भन्ने, जेनजीको माग के हो त भन्ने एउटा आग्रह गर्यो जुन सेनाले। त्यसको चाहिँ उत्तर जेनजीले थाहा पाउनु पर्ने स्थिति आयो। जबकि जेनजीको कुनै योजना नै थिएन। जेनजीको पहिलो योजना त के थियो भन्दाखेरि प्रदर्शन गर्ने, भ्रष्टाचार विरुद्ध, सामाजिक सञ्जालको निषेध विरुद्ध र यो नेपो किड्स भन्ने विरुद्ध एउटा प्रदर्शन गर्ने भन्ने एउटा सुरुमा चाहिँ त्यो योजना थियो। पछि गएर के थाहा भन्दाखेरि अरू जेनजीहरूले त त्यो बाहेक पनि प्रत्यक्ष कार्यकारीको निर्वाचन लगायतका अरू मागहरू पनि राखेको भन्ने त पछि आएको कुरा। त्यो कुरा थाहा पाउनुपर्ने कुरा आवश्यक छ। र त्यसपछि जेनजीले चाहिँ नि एउटा सामाजिक सञ्जालमा, डिस्कोर्डमा, यताउतामा मिटिङ गरेर 20,000 मानिसहरूले चाहिँ नि छलफल गरेर अब माग के राख्ने भन्ने कुरा निक्ल्यो। र त्यो निक्लिँदाखेरि चाहिँ नि सुशीला कोइरालालाई चाहिँ नि प्रधानमन्त्री बनाउने भन्ने कुरा निक्ल्यो। अनि त्यो माग राख्ने व्यक्ति चाहिँ को हुनुपर्छ भन्दाखेरि सुदन गुरुङ भन्ने निस्क्यो। अनि सुदन गुरुङ उहाँ जानुभयो र सेनासँग कुरा गरेर, त्यहाँ राष्ट्रपतिसँग पनि कुरा गरेर उहाँले जुन भूमिका खेल्नुभयो त्यो पनि एउटा एकदमै गौरव गर्नुपर्ने कुरा हो। र उहाँले देशलाई जुन एउटा योगदान दिनुभएको छ त्यो भनेको भयानक ठुलो कुरा हो। अहिले धेरैजनाले बुझिरहेका छैनन् र किन बुझिरहेका छन् भन्ने कुरामा पनि म जान चाहन्छु। तर उहाँ सेनामा जानुभयो, अब त्यहाँनिर गर्नुपर्ने उहाँ चाहिँ के विचारधाराले जानुभयो र त्यो विचारधारा ठिक किन थियो पनि म भन्न चाहन्छु। नम्बर 1 चाहिँ के भन्दाखेरि नेपालमा जुन घटनाक्रम भयो त्यसलाई चाहिँ हामी नेपाली आन्तरिक रूपमै कसरी केही न केही प्रकारले मिलाउन सक्छौँ है भन्ने कुरा एउटा अन्तर्राष्ट्रिय रूपमा पनि देखाउनु पर्ने आवश्यकता थियो। र त्यो देखाउनु पर्ने एउटा मात्र उपाय के भन्दाखेरि अबको नेपालको नेता को हो त, अब नेपाललाई नेतृत्व गर्ने व्यक्ति को हो त भन्ने कुरा थियो। अब अर्थात् छिटोभन्दा छिटो एउटा नेतृत्व चाहिँ देखाउनु पर्छ, नेपालको नेतृत्व चाहिँ कसको हातमा छ भन्ने देखाउनु पर्ने एउटा स्थिति थियो नम्बर 1 होइन। नम्बर 2 चाहिँ के थियो भन्दाखेरि अहिले चलिआएको व्यवस्थालाई पनि त हटाउनु पर्यो होइन। त्यो हटाउनु पर्ने पनि एउटा आवश्यकता त थियो। अब त्यो हटाउनको लागि चाहिँ के गर्ने भन्दाखेरि संसद विघटन होइन। सुदन गुरुङले त्यो पनि माग राखे नि त, संसद विघटन भन्ने एउटा माग राखे। अब हुन त उहाँलाई पनि ती झुलाउन सकिन्थ्यो ल, संसद विघटन किन गर्नु पर्यो, एउटा प्रधानमन्त्री मात्र राखे त पुगिहाल्छ नि होइन, संसदै विघटन किन गर्नु पर्यो भन्ने प्रकारले झुलाइदिन पनि सक्छ त्यहाँ मान्छेहरूले होइन। तर उहाँले चाहिँ नि छिटोभन्दा छिटो चाहिँ नि समाधानको रूपमा चाहिँ नयाँ नेता छान्नु भयो नम्बर 1, र संसदको विघटन पनि गराउनु भयो। त्यो पनि ठुलो उपलब्धि भयो। अब त्यो संसदको विघटन जुन प्रकारले भयो त्यो असंवैधानिक हो है, त्यो हामीलाई थाहा छ। भन्नाले पहिला चाहिँ संसद विघटन हुनुपर्ने हो र त्यसपछि चाहिँ नि प्रधानमन्त्री छानिनुपर्ने हो, तर त्यो उल्टो भयो, त्यो असंवैधानिक हो। त्यो एकैछिन छेउमा राखौँ, एउटा कुरा त्यो। अर्को कुरा के भन्दाखेरि पछि आएर चाहिँ अब सुदन गुरुङलाई चाहिँ नि उहाँ जेनजी नै होइन, उहाँले चाहिँ नि यो संविधानै राख्न हुँदैन माग किन गर्नु भएन यहाँ भन्ने कुराहरू निक्लिरहेको छ। तर हामीले थाहा पाउनुपर्ने कुरा के हो भन्दाखेरि सुदन गुरुङले परिस्थितिमा जुन परिस्थिति आयो त्यो परिस्थितिमा चाहिँ उहाँ अगाडि बढेर देशको लागि ज्यान फाल्नसम्म
स्थितिमा पनि अगाडि बढेर उहाँले उपलब्धि गर्नुभयो। त्यो उपलब्धि के भन्दाखेरि एउटा नेता छान्नुभयो र संसद विघटन गर्नुभयो। र अब जति पनि अरू मागहरू छन् त्यो मागहरू अझै पनि पुरा गर्न सकिन्छन् र त्यो मागहरू पुरा कसरी गर्न सकिन्छन्, कुन स्ट्र्याटेजी लगाउनु पर्छ भन्ने कुरामा पनि म जान्छु। अब यो जुन घटनाक्रमहरू भयो त्यसपछि चाहिँ नि 4वटा प्रमुख विषयहरू निक्लिरहेका छन् जसले चाहिँ नि नेपालीहरूलाई एउटा विमार्गित गरिरहेको छ, लक्ष्यको मार्गबाट विमार्गित गरिरहेको छ, अल्झाइदिरहेको छ, झुलाइदिरहेको छ होइन। त्यो 4वटा कुराहरू चाहिँ के हुन् भन्दाखेरि सर्वप्रथम चाहिँ नि वैदेशिक हस्तक्षेपको कुरा निस्केको छ होइन। अब वैदेशिक हस्तक्षेपमा चाहिँ नि हामीले थाहा पाउनुपर्ने कुरा के हो भन्दाखेरि नेपालमा वैदेशिक हस्तक्षेप चारवटा ठाउँबाट आउँछ है। एउटा भनेको भारत, त्यसपछि चीन, त्यसपछि युरोपियन युनियन, अनि त्यसपछि अमेरिका होइन। अब 6वटा भन्न सकिन्छ। 6वटामा चाहिँ एउटा युएन भयो, त्यसपछि बेलायत भयो होइन। अब तर युएन र बेलायतले भन्ने कुरा र युरोपियन युनियनले भन्ने कुरा प्रायः उस्तै खालको हुन्छ होइन। अब अमेरिकाले यो गरेको होइन, किन भन्दाखेरि अमेरिका भनेको कहाँ परको देश हो, त्यो भौगोलिक रूपमा पनि त्यो उनीहरूले चलखेल गर्न सक्ने स्थिति त्यति छैन नेपालमा। त्यो कुरा हामीले थाहा पाइरहनुपर्छ। त्यो छ पनि होला तर यो यसमा त्यति छैन होइन। एउटा कुरा त्यो। अर्को कुरा चीनले गरेको जस्तो देखिँदैन। चीनले त्यो पाउनुपर्ने कुरा चीनले नेपालबाट पाइसकेको छ होइन, त्यो पछि कुरा गर्न सकिन्छ। तर चीनले पनि हस्तक्षेप त्यति गरेको छैन। अब भारतको कुरा हो होइन। भारतले गर्दै गरेको हुँदै होइन, किन भन्दाखेरि भारत आफै अहिले पेलिरहेको छ। अहिले भारतलाई चीनले पेलिरहेछ, अमेरिकाले पेलिरहेछ, पाकिस्तानले पेलिरहेको छ। आन्तरिक रूपमा उसले पेल्ने भन्ने भइरहेको छ होइन। एउटा कुरा त्यो। अर्को कुरा भनेको जुन प्रकारको जेनजी आन्दोलन नेपालमा भयो त्यो देखेर भारत डराइरहेको थियो। किन भन्दाखेरि त्यो प्रकारको आन्दोलन, त्यो प्रकारको क्रान्ति चाहिँ भारतमा पनि फैलिन सक्थ्यो। किन भन्दाखेरि जुन कुराहरू जेनजीले उठाएका थिए, जेनजी पुस्ताले उठाएका थिए, त्यो कुरा त भारतमा पनि लागू हुनुपर्ने कुरा हो होइन। भारतमा पनि मिल्दोजुल्दो कुरा, भारतमा पनि भ्रष्टाचार छ, नेपोकिर यताउता भन्ने कुरा छ र बङ्गलादेशमा पनि यस्तै प्रकारको घटना भइसकेको थियो, नेपालमा पनि भइसकेको थियो। अब भारतमा पनि फैलिने भन्ने एउटा चिन्ता त थियो राजनीतिक दलहरूलाई। त्यही भएर उनीहरूले नै यस्तो काम गराउने भन्ने त होइन। त्यही भएर भारतको त यहाँ संलग्नता छैन, चीनको पनि छैन, मैले भनिसकेँ। अब युरोपियन युनियन, अमेरिका र युएनको कुरा आउँछ। यिनीहरूले त्यति गर्न सक्दैनन्। यिनीहरूले हस्तक्षेप गर्ने भनेको प्राय चाहिँ संस्थाद्वारा हुन्छ, जस्तो जसलाई गैर सरकारी संस्था भनिन्छ, तिनीहरूद्वारा यिनीहरूले हस्तक्षेप गर्ने हो। र अहिले कुरा के निस्केको छ भन्दाखेरि जति पनि मन्त्रीहरू बने तिनीहरू चाहिँ नि कुनै न कुनै संस्थासँग संलग्नित थिए, त्यही भएर यो विदेशीको सरकार हो, यताउता हो भन्ने कुरा निक्लिरहेको छ। त्यो होइन। कुनै संस्थासँग संलग्नित भयो भन्दैमा त्यो राष्ट्रवादी होइन भन्ने कुरा पुष्टि हुँदैन, नम्बर 1। नम्बर 2 चाहिँ नि ठिकै छ, यो मलाई थाहा छ यो वैदेशिक हस्तक्षेप हुन्छ र संस्थाद्वारा हुन्छ, तर अहिले चाहिँ भएको होइन। किन भन्दाखेरि उनीहरूले ल्याएका कुराहरू, उनीहरूले ल्याएका विकासहरू, उनीहरूले ल्याएका परिवर्तनहरू देशलाई चाहिने परिवर्तन भन्ने मलाई थाहा छ भने त्यो वैदेशिक हस्तक्षेपबाट आए पनि त्यो राम्रो हो होइन। जस्तो अब वैदेशिक हस्तक्षेपले चाहिँ नि नेपालको यो ठाउँमा यो रुख काटिन हुँदैन, पर्यावरणको विरुद्ध भयो भन्ने प्रकारको कुरा उठायो भने चाहिँ नि त्यो नराम्रो भयो। किन भन्दाखेरि हामीले आफैले मूल्याङ्कन गर्न सक्नुपर्छ र यो ठाउँमा बाटो बनाउनको लागि चाहिँ यो रुख काट्यो हुन्छ, यो रुख काट्यो भन्दैमा पर्यावरणको विनाश हुने होइन, अथवा यो बाटो बनाउनको लागि यो रुख काट्यो हुन्छ भन्ने प्रकारको त्यो हामीले आफै निर्णय लिन सक्ने बेलामा पनि कोही वैदेशिक मान्छेहरू आएर चाहिँ यो पर्यावरण विरुद्ध भयो यताउता भन्न थाल्यो भने त्यो वैदेशिक हस्तक्षेप भयो होइन। तर कोही संस्थाले आएर कुनै वन जङ्गलको संरक्षण गरिरहेको छ अथवा कुनै राम्रो कार्य गरिरहेको छ भने त्यो राम्रो हो होइन। सकेसम्म हामीले वैदेशिक सहयोग लिन हुँदैन, तर राम्रो कार्य गरेको छ भने राम्रो हो। अब जति पनि यो मन्त्रीहरू आए उनीहरूको कुनै न कुनै वैदेशिक संस्थासँग संलग्नता थियो, तर उनीहरूको राष्ट्रवाद एउटा प्रत्यक्ष रूपमा देख्न सकिन्छ, उनीहरूको राष्ट्रप्रेम प्रत्यक्ष रूपमा देख्न सकिन्छ होइन। त्यही भएर
यसलाई चाहिँ एउटा वैदेशिक हस्तक्षेप भनेर मान्नु भनेको चाहिँ नि एउटा उल्झन मात्र हो, बिमार्गित गर्ने एउटा बाटो मात्र हो। त्यही भएर हामीले यो कुरालाई पन्छ्याइदिनुपर्छ होइन। भने चाहिँ वैदेशिक हस्तक्षेप नेपालमा छैन, यो कुरामा ढुक्क भएर बसे हुन्छ। र वैदेशिक हस्तक्षेप भन्दा पनि ठुलो कुरा भनेको नेपालकै आन्तरिक द्वन्द्व हो, नेपालीहरूकै गल्ती हो, नेपालीहरूकै भ्रष्ट नेताहरू हुन् भन्नाले अहिले नेपालको समस्या भनेको वैदेशिक भन्दा पनि आन्तरिक समस्या नै हो। अब अर्को कुरा के निक्लेको छ भन्दाखेरि यहाँ जातीयताको कुरा निक्लिरहेको छ होइन। चारवटा कुरामध्ये दोस्रो कुरा चाहिँ के भन्दाखेरि जातीयताको कुरामा, जस्तै अब प्रधानमन्त्री बन्ने बेलामा चाहिँ यो व्यक्ति हुनुपर्ने, यो व्यक्ति नहुनुपर्ने होइन। अब अझै कडा रूपमा भन्ने हो भने कतिपय विशेष गरी यो आदिवासी जनजातिका कतिपय पक्षहरूले के कुरा उठाइरहेका छन् भने यो देशमा चाहिँ बाहुन छेत्रीको मात्र शासन भयो रे, उनीहरूले यो गरे, यो बिगारे, त्यो बिगारे, यो बिग्रियो, त्यो बिग्रियो, चाहिँ अब चाहिँ नि आदिवासी जनजाति अगाडि आउनुपर्छ भन्ने कुराहरू निकालिरहेका छन् होइन आदिवासी जनजातिहरूले। अब सबैजनाले त होइन, तर एउटा पक्ष छ होइन। अब यो कुराबारे भन्नाले एउटा जातिवादको एउटा कुरा उठिरहेको छ। अब विशेष गरी एउटा उदाहरणको लागि चाहिँ हर्क साम्पाङ चाहिँ नि धरानदेखि काठमाडौँ आए रे। त्यसको यस्तो परिस्थितिमा पनि उहाँले यहाँ आएर म प्रधानमन्त्री गर्छु, म यो देशको नेतृत्व लिन्छु भन्ने एउटा अठोट राखेर आउँदा पनि उहाँलाई चाहिँ पद दिएन। किन भन्दाखेरि यहाँ चाहिँ एउटा बाहुनवाद छ, एक प्रकारको एउटा बाहुन छेत्रीले मात्र खाने भन्ने एउटा षड्यन्त्र छ भन्ने कुरा निक्लिरहेको छ होइन। अब यो कुरालाई बुझ्नको लागि चाहिँ हामीले थाहा पाउनुपर्ने कुरा चाहिँ तिनवटा कुरा। एउटा कुरा चाहिँ के भन्दाखेरि यस्तो कुरा उठाउँदाखेरि एउटा पक्षले चाहिँ नि एउटा यस्तो कुरालाई आधार बनाएर उठाइरहेको छ कि त्यो चाहिँ नि वैज्ञानिक रूपमै नि जे पाए त्यही कुरा हो। जस्तै उदाहरणको लागि एउटा अवधारणा चाहिँ के रहेछ भन्दाखेरि आदिवासी जनजाति भन्ने कुरा चाहिँ एउटा अपमानको शब्द हो अरे होइन। जस्तो उहाँहरू चाहिँ मूलवासी हो अरे होइन, उहाँहरू चाहिँ धरतीपुत्र हुन् भन्ने कुरा उहाँहरूले गर्नुभएको छ एउटा पक्षले। र त्यसको चाहिँ नि त्यस पछाडिको सिद्धान्त चाहिँ के भन्दाखेरि आदिवासी जनजाति भन्ने बित्तिकै कहीँ न कहीँबाट आएको भन्ने सङ्केत दिन्छ अरे। तर भूमिपुत्र भनेर अथवा मूलवासी भन्यो भने चाहिँ नि उहाँहरूको उत्पत्ति नै नेपालबाट भएको रे भन्ने खालको कुरा उठाइरहनु भएको छ होइन। एउटा कुरा थियो। अब यो त वैज्ञानिक रूपमै जे पाए त्यही कुरा हो। किन भन्दाखेरि उहाँहरूले भने जस्तो मानव उत्पत्ति नै नेपालमा भएको भन्ने प्रकारको कुरा गरिरहनु भएको छ होइन। अब त्यो त वैज्ञानिक रूपमै जे पाए त्यही कुरा हो। किन भन्दाखेरि सबै मानवको उत्पत्ति अहिले विज्ञानले मानेको अनुसार र धेरै प्रमाणहरू अनुसार अफ्रिकाबाट आएको हो र यताउता हो होइन। अब त्यो एउटा कुरा होइन। भनेपछि यो जसले पनि मङ्गोल भन्ने कुरा गरेर हुन्छ, जबकि मङ्गोल भनेको त अर्कै देश हो होइन। अर्कै देश, हामीहरू चाहिँ मङ्गोल हो भन्ने कुरा गरिरहेका हुन्छन्, अथवा उहाँहरूले हामीहरू चाहिँ मङ्गोलोइड हौँ भन्ने कुरा गरिरहेका छन् होइन। अब उहाँहरूले गरेको कुराहरू कतिपय कुरा ठिक पनि छ, तर धेरै कुराहरू चाहिँ नि वैज्ञानिक कुराहरूमा आधारित छैन। र उहाँहरूले गरेको वैज्ञानिक जस्तो लाग्ने कुरा अथवा प्राविधिक जस्तो लाग्ने कुरालाई पनि वैज्ञानिक मान्न सकिँदैन। यसलाई एक प्रकारको सुडो साइन्स भनिन्छ होइन। एउटा नक्कली साइन्स भनौँ न, साइन्स जस्तो देखिने तर अथवा विज्ञान जस्तो लाग्ने तर विज्ञान नभएको कुरा होइन। एउटा कुरा थाहा पाउनुपर्ने कुरा के भन्दाखेरि एउटा जुन कुरा उठिरहेको छ, बाहुनवादको कुरा उठिरहेको छ, त्यो चाहिँ नि त्यसको वैज्ञानिक आधार छैन होइन। अब अर्को कुरा चाहिँ के भन्दाखेरि यो बाहुनवाद अथवा बाहुन छेत्रीले देश खायो भन्ने कुरामा हामी सबैजनालाई थाहा छ एउटा कुरा, र यो आदिवासी जनजातिका सामान्य व्यक्तिलाई पनि थाहा भएको कुरा के भन्दाखेरि हो प्रष्ट रूपमा देखिन्छ कि नेपालको नेतृत्व बाहुन छेत्रीले गरेका हुन्। छेत्रीले धेरै गरे, 100औं वर्ष अगाडि जाने हो भने। र विशेष गरी यो जब यो प्रजातन्त्र आयो त्यसपछि त जसको पनि नेता एउटा बाहुन भन्ने सबैजनाले देखेको कुरा हो र उनीहरूले देश बिगारेका पनि हुन् होइन। तर त्यो भन्दैमा राम्रो बाहुनहरूले चाहिँ नि अवसर पाएका थिएनन् होइन। र बाहुन पनि एउटा पीडित वर्ग होइन त हो, बाहुन पनि एउटा पीडित वर्ग हो। जसरी हामी सबैजना नेपाली चाहिँ एउटा पीडित वर्ग हो र हामीलाई पीडा दिने वर्गमा बाहुनको धेरै प्रतिनिधित्व छ, त्यो कुरालाई मान्नुपर्छ एउटा कुरा। तर
बाहुनवाद भनेर जुन प्रकारको एउटा षड्यन्त्रको कुरा आउँछ होइन, बाहुनहरूले चाहिँ एउटा षड्यन्त्र गरेर आफू मात्र माथि बस्ने भन्ने कुरा आउँछ, त्यो त पूर्ण रूपमा त्यो सत्य कुरा हुँदैन र त्यो सबैजना नेपालीहरूले बुझिसके पनि छ। तर नबुझेकाहरूलाई पनि म यो प्रश्न गर्न चाहन्छु। र अर्को कुरा चाहिँ के हो भन्दाखेरि यो बाहुनवाद भनेर जुन कुरा उठाइरहेको छ त्यसमा अलिअलि सत्य पनि छ है भनेर चाहिँ हामीहरूले बुझ्नुपर्छ। किन भन्दाखेरि अब बाहुनवाद भनेको चाहिँ नि, बाहुनवाद शब्द भनेको चाहिँ नि बाहुनहरूले षड्यन्त्रै गरेर अरूलाई आउनै नदिने यताउता भन्ने कुरा निस्किन्छ। तर यो शब्दलाई बाहुनवादबाट अलिकति छुट्याएर देश चाहिँ बाहुनताले अथवा बाहुनताले बिग्रेको हो भन्यो भने चाहिँ त्यसमा अलिअलि सत्य चाहिँ छ है। र के कारणले भन्दाखेरि अब सबै वर्ण जातिहरूको एउटा राम्रो पक्ष हुन्छ, नराम्रो पक्ष हुन्छ। म त्यो कुरामा मान्यता राख्छु। त्यो एउटा सबै अब अहिले एउटा के अहिले संसारभरि चलेको कुरा के छ भन्दाखेरि सबै मानिस चाहिँ समान हुन् यताउता भन्ने कुरा चलिरहेको छ। तर त्यो हो पनि होइन। उहाँहरूको सबैजनाको एउटा समान अधिकार त हुन्छ, तर सबैजनाको एउटा एक प्रकारको स्वभाव हुन्छ होइन। तर अब सबै वर्गको एउटा राम्रो पक्ष हुन्छ, नराम्रो पक्ष हुन्छ, एउटा बलियो पक्ष हुन्छ, एउटा कमजोर पक्ष हुन्छ। र म चाहिँ के मान्यता राख्छु भन्दाखेरि एउटा जुन बाहुन समाज छ नेपालको होइन, उहाँहरूले चाहिँ नि समयअनुसार चल्न नसकेको भएर उहाँहरूले चाहिँ नि बाहिरबाट आएका के अरे डरलाग्दा कुराहरू के छन् र त्यसपछि कसरी रक्षा गर्न सकिन्छ भन्ने कुरामा धेरै नसोचेको भएर र स्ट्र्याटेजी नबनाएको भएर देश पछाडि परेको चाहिँ हो जस्तो चाहिँ मलाई लाग्छ एउटा कुरा होइन। अर्को कुरा भनेको अब दुई चारवटा प्रवृत्तिहरू होइन, दुई चारवटा प्रवृत्तिहरू चाहिँ जुन हामी यो बाहुन समाजमा पाउँछौँ होइन, त्यसले पनि देशलाई अलिकति पछाडि पारेको चाहिँ छ जस्तो लाग्छ मलाई होइन। अब अरू जातिका अरू वर्णका पनि प्रवृत्तिहरू हुन्छन् जसले चाहिँ नि बिगार गरेका हुन्छन्। त्यो सबै ठाउँको युरोपदेखि लिएर अमेरिकाको सबैको एउटा प्रवृत्ति हुन्छ, नकारात्मक पक्ष हुन्छ, त्यसले बिगारिरहेको हुन्छ। र विशेष गरी म चाहिँ नि यो म आफै पनि बाहुन हुँ र यो बाहुन समाजलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि अहिले एउटा चिन्तन गर्नुपर्ने आवश्यकता चाहिँ छ होइन। हाम्रो समाजमा चाहिँ नि हामीले समयअनुसार चल्न सकेका छौँ कि छैनौँ, समयअनुसार परिवर्तन ल्याउन सकेका छौँ कि छैनौँ, त्यो बारेमा चिन्तन गर्नुपर्ने आवश्यकता चाहिँ म देख्छु। र त्यो चिन्तन गरेर त्यसमा परिवर्तन गर्यो भने धेरै अगाडि पुग्न सकिन्छ भन्ने कुरामा पनि म मान्यता राख्छु। र त्यो समयअनुसार चल्नु भनेको चाहिँ नि आज यो चलन आयो त्यो चलन आयो त्यही चलन मान्नुपर्छ भन्ने होइन कि आफ्नो मूल्य मान्यता बचाउनको लागि, आफ्नो संस्कृति बचाउनको लागि, संस्कृतिको चाहिँ के कुरा चाहिँ राम्रो छ भन्ने कुरा थाहा पाएर होइन र समयअनुसार त्यो मूल्य मान्यतालाई नयाँ समयले ल्याउने प्रविधि, नयाँ समयले ल्याउने विचार प्रयोग गरेर त्यसलाई कसरी माथि ल्याउन सकिन्छ र हामीले राख्दै गरी आएका मूल्य मान्यताहरू चाहिँ यदि समयले अथवा नयाँ सिद्धान्तले राम्रो नराम्रो भनेर पुष्टि गरिसकेको छ भने त्यसलाई चाहिँ कसरी मिलाएर चाहिँ अगाडि बढ्न सकिन्छ भनेर संरचनाहरू बनाउनु पर्ने आवश्यकता चाहिँ छ। अब यो मैले वैदेशिक हस्तक्षेपको कुरा गरेँ, जातीयताको कुरा गरेँ र जातीयताको कुरा फेरि गरेर भन्नु पर्यो भने नेपालमा एउटा जातीयताको एउटा कुरा त छ, तर समग्र रूपमा भन्ने हो भने अहिले नेपाल भयानक एकीकृत छ। मैले आजसम्मको इतिहासमा पनि जुन नेपालीले एउटा नेपालप्रति गौरव राखेको छ, नेपालको लागि एउटा सपना देखेको छ, प्रत्येक नेपाली जुन जाति होस्, जुन देश, जुन प्रदेशको होस्, उहाँहरूले जुन प्रकारको एउटा विचार ल्याउनु भएको छ त्यो अत्यन्त ऐतिहासिक छ र त्यसले चाहिँ देशलाई अगाडि बढाउँछ भन्ने कुरा छ र जातीयताको कुराहरू पनि छ र त्यसलाई हामीले सम्बोधन गर्नुपर्छ भनेर सबै पक्षले विचार गर्नुपर्छ है भन्ने मेरो सन्देश छ यो कुरामा। र तेस्रो कुरा आयो यो जुन घटनाक्रमहरू भयो त्यसमा नेपालीहरू त्यसै उल्झेर बसिरहेका छन्, ऊ भनेर बसिरहेका छन्, त्यसले त काम दिँदैन। जस्तै उदाहरणको लागि सिंहदरबार जल्यो रे, सर्वोच्च अदालत जल्यो रे होइन, सर्वोच्च अदालतमा चाहिँ यो थियो रे त्यो थियो रे भन्ने कुरा होइन, यो यसले गराए रे, के अरे घुसपैठी भयो, यताउता भयो, चलखेल भयो, त्यत्रो संरचनाहरू भङ्ग भए भन्ने प्रकारको कुराहरू गरिरहेका छन्।
र होइन अब यो कुरा सत्य त हो, संरचनाहरू भङ्ग भए होइन, तर यही कुरालाई चाहिँ नि प्रमुख सन्देश त मान्न भएन। यो जुन क्रान्ति भयो यो क्रान्तिको सबैभन्दा ठुलो उपलब्धि नै सिंहदरबार जल्यो भनेर जुन प्रकारको नेपालीले नै एउटा कथा बनाइरहेको छ त्यो राम्रो कुरा होइन। किन भन्दाखेरि नम्बर 1 त यी कुराहरू जले होइन, त्यसले त्यो नराम्रो त भयो, तर योभन्दा पनि ठुलो घाटा त हामीलाई नेताहरूले गरिरहेका थिए। जुन प्रकारको भ्रष्टाचारहरू थियो, जुन प्रकारको कुशासन थियो, त्यो त गयो नि त, केही समयको लागि भए पनि गयो होइन। त्यसलाई हटाएर त ठुलो उपलब्धि भयो नि त। त्यो उपलब्धिलाई चाहिँ हामीले केन्द्रमा राख्नुपर्छ। र यो जुन बिग्रे भत्केका डढेका कुराहरू छन् हो निर्दोष व्यक्तिहरूको पनि भएको छ होइन, त्यसमा म एउटा सहानुभूति राख्छु। तर यी संरचनाहरूलाई फेरि पनि बनाउन सकिन्छ एउटा कुरा। अर्को कुरा, यदि हामीले अरू देशहरूसँग तुलना गर्ने हो भने हामीले जुन क्षति भोग्नु पर्यो त्यो त केही पनि होइन। किन भन्दाखेरि जस्तै उदाहरणकै लागि अब यो जुन अहिले पश्चिमी देशहरू छन्, अहिले जुन विकसित देशहरू भनेर मानिन्छ, यदि उनीहरूको इतिहास पल्टाउँदै गयो भने उनीहरूले आफ्नो देशमा परिवर्तन ल्याउनको लागि कस्ता युद्ध लड्नु परेको थियो, कस्तो क्षति भएको थियो होइन, त्यसको तुलनामा त यो केही पनि होइन। जस्तै उदाहरणको लागि सन् 1822-23 व्हाइट हाउस जलेको थियो होइन, ब्रिटिसहरूले आएर जलाइदिएका थिए। अमेरिकाको जनयुद्धमा एकले अर्कालाई क्षति गरेर लाखौँ मान्छे मरेका थिए। प्रथम विश्वयुद्धमा फ्रान्स र जर्मनीको बिचको त्यो प्रमुख लडाइँ फ्रान्स र जर्मनीको बिच थियो र त्यसमा दुईटै देशको 3 जनामा 1 जना युवाको मृत्यु भएको थियो। 3 जना, यदि त्यो देशमा 3 जना युवा छन् भने 1 जना मरेको थियो भने चाहिँ कतिजना मरेका होला। अथवा रुसकै इतिहास हेर्ने हो भने दोस्रो विश्वयुद्धमा रुसमै 4 करोड मान्छे मरेका थिए होइन। भन्नाले अरू देशहरूमा परिवर्तन आउँदा अथवा सङ्कट आउँदाखेरि कस्ता घटना घटेका थिए होइन, त्यस्तो घटनाको तुलनामा त यो केही पनि होइन। र यही कुरालाई चाहिँ नि एउटा विषय बनाएर गनगन गरिरहनु भनेको एउटा दुर्बलता देखाउनु। किन भन्दाखेरि सिंहदरबार जल्यो, अब ऐतिहासिक कुरा जलेर गयो, त्यसमा खेद छ, तर अरू कुरा त बनाउन सकिन्छ नि त। त्यो अरू कुरा त बनाएर देखाउनु चाहिँ एउटा अवसर हो नेपालीहरूको लागि होइन। त्यो बनाएर देखाएर चाहिँ हामी पनि एउटा बलियो देश हौँ भन्ने एउटा बनाएर देखाउने एउटा अवसरको रूपमा लिनुपर्छ र त्यो नेपालले बनाउँछ। र मेरो आग्रह चाहिँ के भन्दाखेरि यो क्रान्तिमा चाहिँ यसलाई नै एउटा केन्द्रमा राखेर विषय चाहिँ बनाउनु हुँदैन। किन भन्दाखेरि योभन्दा पनि ठुलो उपलब्धिहरू चाहिँ केन्द्र मुख्य कुराहरू होइन। अब चौथो कुरामा चाहिँ के आइरहेको छ भन्दाखेरि यो क्रान्तिले त केही पनि ल्याएन, यो त केही उपलब्धि नै भएन। त्यत्रो युवाहरूले ज्यान गुमाउनु पर्यो, तर के को लागि भन्दाखेरि एउटा जाबोत चुनावको लागि। फेरि त्यो मान्छेहरू आउने भएन नि त होइन। यो जेनजीको आन्दोलन युवाहरूको रगत खेर गयो यताउता भन्ने कुरा निक्लिरहेको छ होइन। अब अवश्य पनि जसले ज्यान गुमाउनु परेको थियो उहाँहरूको लागि त नराम्रो नै भयो र त्यसमा हामी सबैजनाको समवेदना र सहानुभूति त छ। र त्यो नराम्रो त भयो, तर यो जुन उपलब्धि नै भएन यताउता भनेर भन्नु भनेको पनि एउटा स्ट्राटेजिक रूपमा चाहिँ राम्रो कुरा होइन। किन भन्दाखेरि हामीले चाहिँ नि एकै दिनमा एउटा परिवर्तन ल्याउँछौँ भनेर सोच्न हुँदैन। किन भन्दाखेरि परिवर्तन ल्याउँदाखेरि प्रत्येक दिन केही न केही प्रकारको सङ्घर्ष गरिरहनु परिरहेको हुन्छ होइन। अब भने जस्तो कुरा चलिरहेको हुँदैन। आज दुई पाइला अगाडि गइयो भने पर्सि 3 पाइला पछाडि गइन्छ, फेरि 4 पाइला अगाडि बढ्नु पर्यो, फेरि 5 पाइला अगाडि, यसरी जान्ने भन्ने एउटा मानसिकता चाहिँ नेपालीहरूले विकास गर्नुपर्ने मैले आवश्यकता देखेको छु, नम्बर 1। र नम्बर 2, यो जथाभावी कुरा गरेर होइन, त्यो पुष्टि नै नभएको कुरा, प्रमाणित नभएको कुरालाई त्यसै मच्चाएर यो भयो त्यो भयो भनेर पनि काम भएन। त्यही भएर एउटा स्ट्राटेजिक रूपमा चाहिँ अगाडि बढ्नु पर्यो होइन। अब त्यही भएर केही पनि बिग्रेको छैन र स्ट्राटेजिक रूपमा चाहिँ कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरामा चाहिँ राम्रो कुरा के घटे त भन्ने कुरासँग जोडेर म भन्न चाहन्छु। सर्वप्रथम त अब यो
जुन एउटा सरकार आयो, एउटा शिक्षित सरकार आयो, एउटा केही न केही आइडिया बोकेको सरकार आयो, यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर एउटा म्यान्डेट एक प्रकारको एउटा म्यान्डेट बोकेको सरकार आयो होइन। अनि अहिले रिफर्महरू पनि धेरै भइरहेको छ। जस्तो कुलमान घिसिङले आएर आउने बित्तिकै यो ट्रङ्केट के को कुराहरू बिगारे मिलाउनमा गइसकेका छन्। त्यसपछि के अरे अब मैले अघि पनि भनिसकेँ, यो महावीर पुन जस्तो व्यक्ति जुन उहाँ आउनुभएको छ मन्त्रीको रूपमा होइन, त्यो पनि राम्रो कुरा भयो। अब यो सुशीला कार्की भनेको चाहिँ नि विदेशीको एजेन्ट हो यताउता भन्ने कुरा निक्लिरहेको छ होइन। अब यसमा चाहिँ उहाँ एजेन्ट हो जस्तो चाहिँ मलाई लाग्दैन। तर एउटा कुरा चाहिँ के हो भन्दाखेरि नेपालमा जसले कोही न कोहीले नेतृत्व लिन्छ भने विदेशी शक्तिहरूले चाहिँ नि आएर यो को हो त, आफूलाई राम्रो हुने खालको व्यक्ति माथि आओस् भन्ने चाहना चाहिँ राख्छन् र त्यो चाहना चाहिँ नि अरू देशभन्दा नेपालमा बढी छ। अब त्यो भन्दैमा जुन प्रकारमै विदेशी हस्तक्षेप भयो यताउता भयो भन्ने कुरा भइरहेको छ नेपालमा, त्यो गर्नु नराम्रो हो। किन भन्दाखेरि हाम्रो जुन एउटा भौगोलिक ठाउँमा छौँ हामी, त्यति शक्तिशाली ठाउँमा छैनौँ र अहिले जुन हाम्रो यो स्थिति छ त्यो स्थितिमा अलिअलि हस्तक्षेप हुन दिनु र त्योसँग खेल्नु पनि एउटा समयको आवश्यकता हो। र सुशीला कार्की जुन प्रधानमन्त्री हुनुहुन्छ उहाँ भारतकै एजेन्ट त होइन, तर उहाँले भारतलाई आश्वासन चाहिँ दिएको चाहिँ हो होइन। भारत चाहिँ उहाँसँग कम्फोर्टेबल चाहिँ थियो होइन, त्यो कारणले पनि उहाँ प्रधानमन्त्री हुनुभयो। र त्यो कुरालाई हस्तक्षेप भनेर लिन हुँदैन। र जो पनि नेपालमा केही गर्न चाहन्छ उसले केही न केही रूपमा भारतलाई आश्वासन दिन सक्नु चाहिँ पर्छ भन्ने मेरो मान्यता छ। अब त्यो किन भन्दाखेरि हाम्रो भौगोलिक कारणले। अब हर्क साम्पाङजिङलाई पनि मन्त्री मन्त्रीको एउटा प्रस्ताव राखिएको थियो, तर उहाँले चाहिँ नि यो एमबिसी जानुपर्ने भयो भन्ने कुरा निकाल्नु भयो होइन। र उहाँले के भन्नुभएको छ भन्दाखेरि हामी नेपालीले त हामी नै मिलेर देश बनाऊँ न, विदेशीको हस्तक्षेप किन चाहियो भन्ने प्रकारको कुरा गरिरहनु भएको छ। र उहाँले जति पनि उपलब्धि गरिसक्नु भएको छ होइन, धरानमा एउटा मेयरको रूपमा, त्यो त अत्याधिक ठुलो कुरा हो होइन। त्यो त मैले गर्न सक्ने कुरा त होइन। तर अब उहाँले अहिले आएर चाहिँ नि के अरे यो मन्त्री हुनको लागि चाहिँ योसँग झुक्नुपर्ने यताउता गर्नुपर्ने, म पदको लागि यस्तो गर्दिनँ भन्ने कुरा गरिरहनु भएको छ। ठिक छ, त्यो कुरा ठिक हो होइन। तर मलाई त्यो कुरादेखि अलिकति दुःख चाहिँ किन लाग्यो भन्दाखेरि एउटा देशको लागि मर्नुपर्छ भनेर सबैजनाले भनिरहेका छन् होइन, अथवा देशको लागि यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर। तर देशको लागि मार्नु पनि पर्छ, देशको लागि झुक्नु पनि पर्छ होइन। के त्यसको लागि चाहिँ मान्छेहरू तत्पर छन् त भन्ने कुरा पनि एउटा यहाँ उठाउनु पर्ने विषय हो। त्यस्तै गरी अब हर्क साम्पाङजिङले यदि मैले उहाँलाई सुझाव दिन खोजेको भए, उहाँ पनि यो टिममा भएको भए त एकदमै राम्रो हुन्थ्यो होइन। तर यदि मैले उहाँलाई सुझाव दिन सकेको भए उहाँलाई चाहिँ के भन्थ्यो भन्दाखेरि, हेर्नुहोस् नेपालमा अहिलेसम्म जति पनि शासकहरू आएका छन् उनीहरूले केही न केही रूपमा कोही न कोहीसँग झुक्नु परेको छ होइन। अब उनीहरूले चाहिँ झुकी मात्र रहे, भित्री विकास गरेनन् होइन। तपाईँले अलिकति झुकेर हुन्छ नि, झुकेर पद पाइदिएको भए त तपाईँले झन् बढी विकास गर्नुहुन्थ्यो। त्यो एउटा कुरा। अर्को कुरा, त्यसलाई म पहिला चाहिँ झुक्नु नै पर्थ्यो। अब अहिले आएर चाहिँ झुकेको भनेर म त्यति मान्दिनँ होइन। किन भन्दाखेरि म चाहिँ झुकेको होला पनि अलिअलि, तर त्योभन्दा पनि म त्यसलाई चाहिँ के देख्छु भन्दाखेरि भारतले चाहिँ एउटा नेपाली नेताहरूबाट एउटा आश्वासन चाहिँ खोज्छ क्या। भारत विरुद्ध गतिविधि गर्छु कि गर्दिनँ, भारतको स्वार्थहरूलाई बुझेको छ कि छैन भन्ने कुरा जान्नु भनेको चाहिँ एउटा आश्वासन खोजेको रूपमा चाहिँ म लिन्छु होइन। अब त्यही भएर एउटा आश्वासन चाहिँ म भारतलाई दिन्छु। अब त्यो आश्वासनले पुग्छ नपुग्दैन होइन, त्यो आफ्नो ठाउँमा छ। तर फेरि समग्रमा भन्दाखेरि यो उपलब्धि नै भएन, यताउता नै भएन जुन कुरा गरिरहेको छ त्यस्तो कुरा गर्न हुँदैन। जे भइरहेको छ चाहेको भन्दा त भएको छैन, तर कुरा चाहिँ बिग्रेको छैन है भनेर हामी आफ्नो लक्ष्यतिर चाहिँ फोकस राखिरहनुपर्छ।
अब चाहिँ यो बिग्रियो त्यो बिग्रियो फेरि त्यही नेता आउने भए यताउता भन्ने कुरा चलिरहेको बेलामा हामीले जान्नुपर्ने कुरा के हो भन्दाखेरि अवसर चाहिँ गुमाउनु भएन होइन। आएको अवसरलाई चाहिँ लिन सक्नु पर्यो र त्यसमा अगाडि बढ्नु पर्यो र अहिले पनि अझै अवसर छ। जस्तै उदाहरणको लागि एउटा कुरा के निक्लेको छ भन्दाखेरि 6 महिनापछि त्यही अब संसदको लागि चुनाव हो भने त के काम, त्यही नेता आउने भए यताउता भन्ने कुरा भइरहेको छ। तर 6 महिनापछि नै संसद चुनाव किन गर्नु पर्यो होइन। जुन यो सरकार छ त्यसमा राम्रो मान्छेहरू त छन् होइन। अब जसरी यो दलहरूले हामीलाई झुलाएर पैसा खाइरहेका थिए त्यस्तै गरी यो सरकारले पनि पछि झुलाएर 2 वर्ष नै चलाइदियो भने पनि देश कति अगाडि बढ्छ होइन। त्यही भएर हामीले चाहिँ अहिले चाहिएको कुरा के हो भन्दाखेरि एउटा सुशासन होइन। जेनजीले पनि कुरा बुझेको थियो र यो आन्दोलनको प्रदर्शनको क्रममा पनि एउटा सुशासन मागेको थियो र यदि यही सरकारले हामीलाई सुशासन दिन्छ भने चुनाव किन गर्नु पर्यो अहिलेको अहिले होइन। त्यही भएर मैले भन्न खोजेको के भन्दाखेरि हामीले चाहेको कुरा गर्नको लागि अथवा हामी जान खोजेको लक्ष्यसम्म पुग्नको लागि बाटो अझै पनि खुला छ, स्ट्राटेजीहरू अझै पनि छन्। यसमा चाहिँ हामीले मनोबल बलियो र मानसिकता तीखो बनाउनुपर्छ र हामी चाहिँ त्यहाँ पुग्नुपर्छ। अब अहिले आएर त्यो टिमवर्कै नगरिकन डिस्ट्र्याक्ट मात्र हुने कुरा, बिमारगत मात्र गरिदिने कुरालाई गरेर चाहिँ हुँदैन भन्ने मेरो सन्देश यहाँ छ।